आदरणीय भाइ बहिनी, तपाईँ आज फेरि हेर्दै हुनुहुन्छ कक्षा 9को अर्थशास्त्र। हामी अस्तिसम्म 21सम्म पढिसकेको थियो। आज हामी 22 पढ्न गइरहेको छौँ। पेज नम्बर 22 ल हेरौँ। पेज नम्बर 22 ल यता के छ? इम्पोर्टेन्स अफ लिमिटेसन अफ इकोनोमिक्स। अर्थशास्त्रको महत्त्व र सीमा। अर्थशास्त्रको महत्त्व के छ र त्यो कहाँसम्म सीमित छन्? अर्थशास्त्रको महत्त्व र सीमालाई निम्नानुसार छुट्याउँदै रूपमा व्याख्या गरिएको छ। अब हामी अगाडि बढौँ। अर्थशास्त्रको महत्त्व। इम्पोर्टेन्स अफ इकोनोमिक्स। समाजमा बस्ने विभिन्न वर्ग, पेसा, व्यवसाय अग्लाका मानिसले जानेर वा नजानेर पनि अर्थशास्त्रका नियमहरू पालना गरिरहेका हुन्छन्। भनेको छ हाम्रो समाजमा जति पनि मानिसहरू बसोबास गर्छ त्यो जाने वा नजानेर पनि अर्थशास्त्रको नियमहरूलाई पालना गरिरहेको हुन्छन्। अर्थशास्त्रका सिद्धान्त र नियमको पालना गरेर नै आर्थिक विकास हासिल गर्न सकिन्छ। भनेको छ अर्थशास्त्रका सिद्धान्त भनेको थ्योरी अफ इकोनोमिक्स। अर्थशास्त्रका सिद्धान्त र नियमको पालना गरेर भने अर्थशास्त्रको सिद्धान्त र त्यसको नियम जुन छ नि त्यसको पालना गर्यो भने हाम्रो आर्थिक विकास हुन सक्छ। देशको आर्थिक प्रगति समृद्धि भने देशको आर्थिक र प्रगति समृद्धि, विकास र ग्रोथिङ विकासलाई निर्देशित गर्ने अर्थशास्त्रको महत्त्वपूर्ण भूमिका। देशको आर्थिक प्रगति समृद्धि र विकासलाई निर्देशित गर्न अर्थशास्त्रको महत्त्वपूर्ण भूमिका भनेको अर्थशास्त्रको देशको विकासमा विभिन्न भूमिकाहरू छन्। त्यो मध्ये देशको आर्थिक विकासमा पनि धेरै महत्त्वपूर्ण भूमिका छन्। अब अर्थशास्त्रको महत्त्वलाई बुँदागत रूपमा निम्नानुसार उल्लेख गरिएको छ। उत्पादक प्रोड्युसर। उत्पादकका भूमि, पुँजी, श्रम, उद्यम जस्ता सीमित स्रोत साधनलाई कुल तरिकाले परिचालन गरेर कसरी अधिकतम उत्पादन गर्न भन्ने ज्ञान अर्थशास्त्रले दिन्छ। भनेको उत्पादनका भूमि, पुँजी, श्रम, उद्यम जस्ता सीमित स्रोत साधनलाई कुशल तरिकाले भनेको भूमि, पुँजी, श्रम र उद्यम जस्ता सीमित, यो त हामीहरूलाई त त्यतिकै भेट्दैन नि, यो त हामीहरूलाई सीमित छ, लिमिटेड छ। स्रोत साधनलाई कुशल तरिकाले भनेको राम्रो तरिकाले परिचालन गरेर कसरी अधिकतम उत्पादन गर्ने भन्ने ज्ञान अर्थशास्त्रले दिन्छ। भनेको भूमि, पुँजी, श्रम, उद्यमको प्रयोग गरेर हामीहरू सीमित स्रोतमा पनि अधिक मात्रामा कसरी उत्पादन गर्ने यसको ज्ञान अर्थशास्त्रले दिन्छ। बजारमा वस्तु तथा सेवाको मागको अवस्था मूल्याङ्कन गर्ने। हाम्रो बजारमा कुनै पनि वस्तु तथा सेवा जुन हामीले उपयोग गर्छौँ, प्रयोग गर्छौँ, त्यसको मूल्य कताबाट निर्धारण गरिरहन्छ त्यो पनि हामीहरूको अर्थशास्त्रको नियम र निर्देशनबाट आधार भएको हुन्छन्। अब उत्पादनको लागत विश्लेषण गर्ने र अधिकतम उत्पादन कसरी गर्ने जस्ता विधि पक्षको निर्णय लिन उत्पादकलाई अर्थशास्त्रले सहयोग पुर्याउँछ। भनेको छ उत्पादनको लागत विश्लेषण। हाम्रो जति उत्पादन छ नि त्यसको लागत विश्लेषण गर्ने भने कति लागत लागेछ
र अधिकतम उत्पादन कसरी गर्ने जस्ता विधि भनेको हामीले कसरी बढी उत्पादन गर्न सक्छौँ, कुन मेथडबाट बढी उत्पादन गर्न सक्छौँ, त्यस्तो कुराहरू अर्थशास्त्रले सहयोग पुर्याउँछ। अब उपभोक्ता कन्ज्युमर अर्थशास्त्रका सिद्धान्तहरूको ज्ञान भएमा उपभोक्ताले वस्तु तथा सेवामा गर्ने खर्चलाई मितव्यय बनाउन सकिन्छ। भनेको अर्थशास्त्रका सिद्धान्तको ज्ञान, अर्थशास्त्रको जुन सिद्धान्त छ नि, थ्योरी अफ इकोनोमिक्स एज नलेज भएमा उपभोक्ताले वस्तु तथा सेवामा गर्ने खर्च मितव्यय बनाउन सकिन्छ। भने हामीले कुनै पनि वस्तु तथा सेवाको प्रयोग गर्दाखेरि वा उपभोग गर्दाखेरि त्यो कसरी हामीहरूले मितव्यय भनेको आफ्नो सङ्कल्प लगाव आफू आवश्यक छ कि छैन त्यो कसरी जान्ने। अब हेर, सीमित स्रोत साधनबाट अधिकतम लाभ र सन्तुष्टि प्राप्त गर्न सकिन्छ। भने लिमिटेड अफ रिसोर्स फ्रम द बेटर देन एडभान्टेज एन्ड सेटिस्फाई टु बी प्रोभाइड। हामीले सीमित स्रोत साधनबाट अधिकतम लाभ वा सन्तुष्टि प्राप्त गर्न सकिन्छ। हो, सकिन्छ। अब व्यक्तिगत तथा पारिवारिक बजेटका आधारमा खर्च, बचत, लगानी र श्रमको व्यवस्थापन गर्न सकिन्छ। भने व्यक्तिगत तथा पारिवारिक बजेटका आधारमा हाम्रो व्यक्तिगत र हाम्रो परिवारमा जति पनि बजेट के को आधारमा आउँछ, खर्च, बचत, लगानी र श्रमको व्यवस्थापन गर्न सकिन्छ। भने हामीले जति पनि कमाउँछौँ नि त्यसको बजेट नै भनेको त्यही हो। व्यक्तिगत तथा पारिवारिक बजेट भनेको त्यही हो नि। हामीले जति कमाउँछौँ त्योबाट हामीले खर्च कति गर्छौँ, बचत कति राख्छौँ, लगानी कति गर्छौँ, श्रम भनेको ऋणहरूमा कति हामीले दिन्छौँ, ऋण कति तिर्छौँ, त्यही कुराहरू यता भनेको छ। अब लेबराइज श्रमिक श्रमिक लेबरे अर्थशास्त्रको ज्ञान श्रमिकका लागि महत्त्वपूर्ण छ। भने जुन मान्छे लेबरको काम गर्छ नि, लेबर भनेको अब त्यो नसोच्नु के हामीहरूले गाउँघरमा यो लेबरहरू काम गर्छ त्यो होइन के, यता काम गर्ने मान्छे सबै लेबरै हो। तपाईँ यो अर्थशास्त्रको हिसाबले तपाईँ जुनसुकै मान्छे भए पनि जुनसुकै काम गर्दाखेरि डक्टर पेसामा होस्, त्यो टिचर पेसामा होस्, शिक्षक पेसामा होस्, विभिन्न पेसामा किन नहोस्, तर त्यो जुन मान्छेले काम गर्छ नि त्यो सबै श्रम दिने, आफ्नो श्रम दिने र आफ्नो श्रमको अनुसार आफूले अर्थ तथा आर्थिक प्राप्त गर्छ। यसले रोजगारीका अवसर पहिचान गर्न, आय, खर्च र बचतको विश्लेषण गरी जीवन स्तर सुधार गर्न मद्दत गर्छ। यसले ट्रेड नियम, सहयोग, सद्भाव, मूल्यका मध्येले रोजगारबाट कसरी बढी ज्याला लिन सक्छ भन्ने ज्ञान दिन्छ।